हेलो एभ्रिवान, सेवा हौवा नमस्ते सम्पूर्ण साथीहरूलाई। अनि आज पनि नयाँ दिन अनि नयाँ ब्लग सुरु गरिसकेको छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि यदि तपाईहरु जो कोही पनि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु भएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला अनि सपोर्ट गरिदिनु होला। म पनि तपाईहरुलाई सपोर्ट गरिदिन्छु, सब्स्क्राइब गरिदिन्छु है त साथीहरु। भन्दै अघि बिहानै उठेर घर किचनको काम चाहिँ मैले सबै सकेको छु। भिडियो बनाउन पाइनँ किनकि बर्खा मासको टाइम छ, बत्ती आउँदैन। बत्ती त आएको छ, लाइन करेन्ट चाहिँ आउँदैन। अनि करेन्ट नआएकोले गर्दाखेरि मेरो फोन रातभरि स्विच अफ अनि बिहानभरि पनि अफ थियो। अनि त्यही भएर चाहिँ अहिले चाहिँ एकजना भाइको ब्याकअप रहेछ। अनि पावर ब्याङ्कदेखि चाहिँ मैले चार्ज गरेर 16% छ मेरो चार्ज। त्यतिकैमा मैले भिडियो बनाउन थाल्दैछु। म चाहिँ कति घरको भिडियो बनाउनु हौ भनेर म चाहिँ तल बारीतिर डुल्नु आएको छु आज चाहिँ साथीहरु। बर्खा मासको बेलाको सिजनमा चाहिँ फुलहरू टन्नै फुल्ने भएकोले चाहिँ यहाँ तल हाम्रो बारीमा चाहिँ टन्नै फुलहरू फुलिरहेको मैले माथिदेखि देखेँ। अनि म चाहिँ आएको छु फुलहरूको भिडियो बनाउनुको लागि। हाम्रो घर चाहिँ उया माथि छ अनि म चाहिँ यहाँ तल झरेको छु। मेरो चाहिँ सानो नानी पनि छ, नानीलाई चाहिँ मैले घरैमा राखी छोडेको छु भन्दै भिडियो बनाउन तर्फ लागौँ। वाउ कस्तो राम्रो यहाँ भमरा भमरा त गयो नि। कस्तो राम्रो मौसमहरू क्या राम्रो भएको छ साथीहरु। तर माथितिर चाहिँ कुहिरो लागिरहेको छ। अनि यता तलको गाउँहरू देखिँदैछ नि, जुन गाउँहरू चाहिँ हाम्रो दयाहाङ दाजुको गाउँ हो, पुर्खौली गाउँहरू हो। यता तल नि वाउ खालको फुलहरू फुलिरहेको छ साथीहरु। बर्खा मासको सिजनमा फुलहरू त फुल्नु स्वाभाविकै हो। कुहिरो पनि यस्तो लागिरहेको छ। राम्रो छ हाम्रो ठाउँ गाउँ, एकदम मलाई चाहिँ मन पर्छ। गाउँ बस्ती नै भए पनि मलाई चाहिँ एकदमै मन पर्छ। अनि यतातिर नि फुलहरू फुलिरहेको छ, देख्न सक्नुहुने नै छ। भन्दै म यहाँ परतिर अर्को फुलहरू फुलेको ठाउँतिर लग्दैछु। हाम्रो टेम्के डाँडालाई चाहिँ कुहिरोले छोपिसकेको छ साथीहरु। भन्दै म चाहिँ यता पर छु, भिडियो बनाउँदै बस्दैछु हैन, हिँड्दैछु। फुलहरू निकै राम्रो राम्रो फुलेको छ। यो चाहिँ गान्जाको बोट हो। गान्जाहरू पनि छ एकदम दामी दामीको। मकै यस्तो हुँदैछ हाम्रो पहाडमा त। मकैको भर्खरी दारीजुङ्गा आउँदैछ। दारीजुङ्गा सुँग्नु एकदम मिठो लाग्थ्यो क्या मलाई चाहिँ पहिला। यहाँ चाहिँ 3 तला फल्ने रहेछ, या 2 तला, प्रायः चाहिँ 2 तला फल्नेहरू चाहिँ रहेछ गाइछहरू। अनि अब चाहिँ फाइनली म फुलहरू मजाले फुलेको ठाउँमा आइसकेको छु। चिलाउँछ हौ अहिले नै, अचम्मै लाग्दो। अनि म झर्दैछु, यहाँ लरी ओर्ने हो थाहै छैन। फुलहरू वाउ फुल। अनि म चाहिँ माथि घरदेखि यही फुलहरू देखेर आएको, भिडियो बनाउँछु म यही फुलहरूमा भिडियो बनाउँछु भनेर चाहिँ आएको। ओ माई गडनेस, यही भमराले नि चुस्दैछ, यही महुरीले पनि चुस्दैछ रस। अझ उता कस्तो राम्रो खाँदैछ। यतैभरि मैनी बिचरा किराहरूले खाँदैछ रहेछ रस। माई फेभरेट कलर वाउ। अनि कस्तो देखिएको छ साथीहरु। फुल त राम। ए मेरो ड्रेससँग ठ्याक्कै म्याचिङ हुने रहेछ के फुल चाहिँ। एउटा फोटो खिच्दै हालिदिनु पर्यो। ठ्याक्कै मेरो ड्रेससँग नि म्याचिङ हुने फुल। अनि भमराहरूले यहाँ रस चुस्दैछ। अनि यो चाहिँ तितेपाती भन्नुपर्छ, तितेपाती। ला यहाँ माथि मलाई कसले हेरौ कस्तो लाज लाग्यो। को चाहिँ रहेछ हो।
नक्कल पनि कति नक्कल गर्नु सकेको यो केटी भन्दै होला मलाई गाउँतिर। तर मलाई 1% नि बाल मतलब छैन होइन साथीहरू। अनि यो फुलहरू भनेपछि मलाई लास्टै मनपर्छ कि वाउ यहाँ तल नि फुलहरू छ। यो बारीहरू सबै हाम्रै हो, हामीले नै खनेर गर्नुपर्छ। जोत्नु बाजा फुटाउनु मात्रै गोरुहरूले हो, अरू सब काम हामीले। मेरो छोरीहरूले आऊ भन्दै कराउँदैछ। अनि यहाँ फेरि एक्स्ट्रा फाल्टै कलरको पनि फुल देखा पर्यो है, देखा पर्यो। दामी 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 येल्लो कलरको यी वाउ वाउ येल्लो कलरको पनि एक बोट देखा परेछ। बसी गर्दै गर्नु छोरी, म आउँछु है। अनि फुलहरू चाहिँ यस्तो यस्तो छ साथीहरू। यतातिर चाहिँ हाम्रो आलु बारी हो, आलुको बोट कुहिसकेको छ, खन्ने बेला भइसकेको छ साथीहरू। अनि यस्तै यस्तै छ बेठुको साग। अनि पहाड भित्तामा चाहिँ, भित्ता त भन्नु होला नि, सागसब्जीको चाहिँ दुःख हुँदैन साथीहरू। यहाँ यता नि उता नि पाइहालिन्छ। अनि यस्तो छ। म चाहिँ साथीहरू यता तल तपाईँहरूलाई के देखाउनु गइरहेको छु भने नि, बोडीको हाम्रोतिर फर्स्ट पहिलो सिजनको पहिलोचोटि रोपेको पहिला ला यस्तो छ ठाउँ। अन्त झन्डै लरिमरे लुगै हातदिसर भिजी गइसक्यो। सुरुमा रोपेको बोडीहरू चाहिँ फलेको छ रहेछ। अनि म तपाईँहरूलाई देखाउँछु है त साथीहरू। तर यो चाहिँ हड्डी भएको सिमी है, यसमा चाहिँ हड्डी हुन्छ। हड्डी भन्नु हामी त हड्डी नै भन्छौँ, हड्डी भएको सिमी। म चाहिँ देखाउँदै 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 गइरहेको छु। मेरो छोरी नि ल्याङ गर्दैछ रहेछ, माथि हाई हाई र हुइ हुइ गर्नु थालेको छ। सर्पले ठुलो भने चाहिँ आज मेरो काल हुन्छ, गम्बुट नलगाइ आएको छु म चाहिँ भन्नुपर्छ। अनि हाम्रो बारीको एकदम मोस्ट इम्पोर्टेन्ट एउटा कुरा छ क्या, मोस्ट इम्पोर्टेन्ट भन्नु पनि के भन्नु, लास्टै मिठो मिठो खानेकुरा छ क्या हाम्रो बारीमा चाहिँ। म तपाईँलाई त्यो देखाउँछु अवश्य पनि देखाउँछु साथीहरू। किबीको डल्लो, किबी वाउ 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 खाले फलेको रहेछ के टन्नै साथीहरू। किबी चाहिँ फलेको छ हाम्रो बारीमा भन्दै गर्नु। यो एक बोट मात्रै हो तर टन्नै फल्छ। किबी घारीभित्र छु म चाहिँ। यो थोप्रा कति देखाउने भनेर आज चाहिँ थोप्रा नदेखाउनु भनेर सम्झेको थिएँ, देखाउनु करै लाग्छ कि। अनि किबीहरू चाहिँ टन्नै फलेको छ साथीहरू भन्नुपर्छ है। है त गाइजहरू, किबी घारीदेखि पनि म बाहिर निस्किसकेको छु। अब यहाँ पालो रह्यो फापरको, फापर देखाउँछु। मकै बारीभित्रै फापर। यो छिपेको भादामा काटेर राख्ने थिएँ कि छिपेकै छैन। फापरको साग। केटाकेटी है भोलि देखाउँदैछ। यता नि मैले बोडी रोपेको थिएँ। यो चाहिँ दाल खानुको लागि रोपेको बोडीहरू हो साथीहरू। थोडा कष्ट परेको छ मलाई यसमा। अनि भर्खरै फुल्दैछ। उखु बारी। यहाँ म तपाईँहरूलाई एक्स्ट्रा खालको बोडीको फुल देखाउँछु, एक्स्ट्रा एकदम। यहाँ हेर्नु, खालै खालको रङ बिरङ्गी बोडीको फुलहरू फुलिरहेको छ। आऊ आयो ल छोरी, एकैछिन ल। फल्नुको लागि स्टार्टिङमा छ है साथीहरू। पहिला मैले बोडी रोपेको भिडियो बनाएको थिएँ, अनि सानो सानो पनि भिडियो बनाएको थिएँ। अहिले यो बोडीहरू यत्रो यत्रो भइसकेको छ। आज चाहिँ म फ्री भएर होइन, मैले आज चाहिँ
छिटोभन्दा छिटो काम सकेर भिडियो बनाउँदैछु बारीको सिस्नो। भिडियो बनाउनुको लागि नि कम्ता दुःख गर्नु पर्दैन। लुगा आधीसो नै भिजिसकेको छ तर पनि बाल भएन। तपाईहरुले चाहिँ मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु पर्यो। त्यति बाहेक मलाई अरू केही चाहिँदैन। अनेक खालकै फुल पनि फुल्छ के, अनेक खालकै वाउ सिन हेर्दाखेरि त मलाई त गर्न मन लाग्यो नि। बोडी सिमी यति मैले रोपेको छु। आमै नि मेरो छोरी चाहिँ मैला सारी के गरेको छोरी? अन्य फुल भनेको चाहिँ के हो? अन्डा गरेको? आमै नि त मेरो छोरी चाहिँ बसिरहेको रहेछ नि त। सुराल पनि यहाँ तल लगाएर यो के स्टाइल हो सुराल लगाउने चाहिँ? लिन उभ लु गरिन घर कता घर त्यता हो लु गरिन लु। पहाडतिरको छोरा केटाकेटीहरू चाहिँ यस्तै झारतिर हिँडेर डरो भएको हो रे नि त भन्दै गर्नु कि होइन हो गाई छो। फाइनली म चाहिँ घरमा आइसकेको छु। अब घरमा के कामहरू हुन्छ कामहरू गर्नु पर्यो। आम्बो कुन्दा यहाँ राखेर गुन्द्रुक जस्तो कपाल नि कति पाल्नु? मिल्ने भए त म त तालु तक्लु बनाएर बस्ने थिएँ के गर्मीमा। कपाल यस्तै छ्या मलाई मेरो कपाल नै मन पर्दैन। मलाई मेरो केही पनि मन पर्दैन यार। यस्तो पनि हुँदो रहेछ। हाम्रो घरको सानो ब्रुसली ए गर्छ कि क्या हो? गर्छ कि क्या यसले नि? ओ ए बाफ्रे प्रगति गर्ला जस्तै छ यसले। प्रगति छोरी हाम्रो म्याउ हो। लिन उता होइन यो चाहिँ मेरो काम हो है साथीहरू। सिनेरिया फुलको बिउ होइन फुल। सिनेरिया फुलको बिउ। ओ माई गडनेस झन्डै कुहेको। फुलहरू रोप्नु बेग्लै मजा भन्दै गर्नु। यहाँ तलतिर पनि छ, यहाँतिर नि छ, यहाँतिर नि छ। फुल त कति रोपेको छु 25-26 पोटामा चाहिँ सिनेरिया मैले रोपिदिएको छु। अरू केही रोपेको छैन। मलाई मनपर्छ सिनेरिया त्यही भएर है त साथीहरू। म चाहिँ अहिले घरमा आइसकेको छु साथीहरू। अनि अब घरभित्रको कामहरू के छ हेरेर गर्नु पर्यो भनेर चाहिँ त्यति भिडियो बनाउन आएको। घरभित्र प्रवेश। आमाले लसुनको बिउ केलाउनु हुँदो रहेछ। लसुन प्याज पनि रहेछ एउटा लसुन रोप्ने बेला सिजन सुरु भयो। छोरी के खाएको? झुई भन न। झुई खाएको ल आमा झुई खाएको अरे। खानुपर्छ कसरी निफाल्दा नै हो। हुन्छ लसुनै सानो खालको लाग्छ यो त रोप्नुपर्छ।
यो सानो सानो हामीले चाहिँ छानेर झिक्दै गरेको अहिले। यता खोलापट्टि जानु छैन। दुई चिया खाऊ न दुई। यो माउलोबाट लिएको थाला त्यसैकोबाट मैले यति मात्रै छ। चाडबाट लिएको कि मणिपुरे थाले यस्तो बुट्टा थियो कि यो चाहिँ दुध कहाँ छैन। त्यसकोबाट कुर्ते लिएको छु माथि। यो बाहिर लगेर अनि खेलाइ एक पठाउँदा धानीको 3 बिसौलीको कुर्ते चाहिँ हाम्रो भाइले लगेको उता। त साथी हो कराईमा पकाएको ढिँडोसँग खाना खाँदै हुनुहुन्छ है एकजना मुन्छेले चाहिँ भन्दै गर्नु। म चाहिँ भर्खरै खाना खाइसकेको साथीहरू। अनि एकजना मान्छेले भनेको मेरो उयो उसले रिसाउँदैछ, बुढा भन्नुपर्ने रिसाउनु, के भन्नु त बुढा भन्नुपर्ने रिसाउँछ अनि माई हस्बेन्ड भन्दा नि रिसाउनुहुन्छ। अनि के भन्नु एकजना मान्छे नभन्ने र। अनि त्यस्तै हुन्छ क्या साथीहरू, घरको कुराहरू धेरै इस्यो लिइराख्नु हुँदैन। अनि म चाहिँ अब प्याज लसुन प्याजलाई चाहिँ काटेर के गर्नुपर्ने छ, रोप्नु जानुपर्ने छ। साथीहरू हेर्दै गर्नु होला, म एकछिन लसुन प्याजलाई चाहिँ काट्दैछु। खै कुन त आमाले भन्नुभएको, म त अलिक छिटै हुन्छ जस्तो लागेको छ, तर पनि हुन्छ यताबाट जाने। अनि अब चाहिँ काट्नु थाल्दैछु साथीहरू, टक 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 काटेको हेर्नु होला है त साथीहरू। बिर्सेछु लसुन रोप्नु पर्ने, यस्तो त हुन्छ जिन्दगीमा। महँगो कैचीहरू छ त्यहाँ। बस्तीहरू कता छ है? इन्द्र भाटीको छेउछाउ खाइसक्यो भने त्यो गोठालाई यति राम्रो गर्नु भयो गाइस।
भाँचिदेऊ त्यही राख त्यही होला साथीहरू यसरी नै म चाहिँ काट्नु पर्ने छ मेरो स्ट्यान्ड नभएर खासै यहाँ राम्रो राख्ने। भिडियो बनाउनु पाउँदिनँ अहिले म साथीहरू। पिट्टा खेलाउँछु म अलिक पछि धनी भएर स्ट्यान्ड किनेर राम्रो भिडियो बनाएर हाल्छु है साथीहरू। हेर्दै गर्नु होला दुःख सुख यत्तिकै नै अहिले चाहिँ। फाइनली साथीहरू मैले चाहिँ लसुन प्याज चाहिँ काटिसकेको छु। मुखमा अगाडि प्याज नै आइहाल्छ मेरो चाहिँ। अनि आजको मेरो भिडियो लास्टै लामो हुने रहेछ। म लसुन प्याज रोप्दै गरेको चाहिँ पार्ट 2 दोस्रो भागमा भिडियो अपलोड गर्छु। आजको मेरो भिडियो चाहिँ यति नै साथीहरू। म यही भिडियोदेखि जोड्दै भोलि अर्को भिडियो भोलि आउनेछ भन्छु म। अनि आजको भिडियो चाहिँ यति नै साथीहरू। अब म मल भारी लगाउँछु अनि यस्तै हुन्छ साथीहरू। अब लसुन प्याज रोप्दै गरेको भिडियो चाहिँ पार्ट 2 मा आउँछ है साथीहरू। कुरिराख्नु होला साथीहरू, हेरिदिनु होला भन्दै बाई। अहिले चाहिँ फेरि म भिडियो अर्को बनाउनु स्टार्ट गरिहाल्छु।